हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। मेरो चाहिँ ह्याबिट एकदमै नराम्रो छ हैन। मलाई चाहिँ बिहान एकदमै धेरै सुत्नुपर्छ अनि आजको दिन चाहिँ मेरो यसरी सुरुवात हुन्छ। यो कति बजिसक्यो के 10-11 नै बजिसक्यो होला सायद हैन। म चाहिँ फ्रेस हुँदैछु अब। अनि मैले चाहिँ आज दिनभरिमा के गर्छु, के हेर्छु, कता कता जान्छु, त्यो सबै हजुरहरूलाई यो भिडियो मार्फत देखाउने छु हैन। सुरुमा त भर्खर उठेको छु, अब एकछिनमा ब्रेकफास्ट पनि गर्छु हैन। तर बाहिरको दृश्य एकदमै सुन्दर थियो। त्यो उताको एन्टी लाइटले गर्दाखेरि अलि नराम्रो आइरहेको थियो। म फ्रेस भएर ब्रेकफास्टको लागि रेडी भएँ। अब ब्रेकफास्ट खाइसकेपछि त घुम्न जानै पर्यो। यो ठाउँ चाहिँ वाउ ब्युटिफुल नै थियो हैन, एकदमै सुन्दर थियो। यो चाहिँ मैले अघिल्लो दिन नाइटमा खिचेको भिडियोलाई एड गरेको छु के यसमा। यो चाहिँ साह्रै राम्रो थियो। यहाँ हामीले डिनर पनि यही गऱ्यौँ, एकदमै मजा आयो। यो ठाउँ चाहिँ घुम्नै पर्ने रहेछ। तर गर्मी एकदमै धेरै। नेपाल जस्तो हावापानीले स्वच्छ ठाउँ चाहिँ कहीँ पनि रहेनछ के। हेर्न रमाइलो गर्नको लागि ठिक छ बाहिर देशहरू, तर आफ्नै देश चाहिँ एकदमै प्यारो र रमाइलो लाग्यो मलाई चाहिँ हैन। सबै कुराले पर्फेक्ट। हामी चाहिँ यहाँ जूमा गइरहेको थियौँ ब्याङ्ककको। अनि जूभन्दा अगाडि चाहिँ यो हिराखानीमा छिरेको थियो क्या। यहाँ पनि एकदमै राम्रो थियो। र हामी जूमा चाहिँ हाम्रो नेपालमा चाहिँ विकसित हुन नसकेको कारण चाहिँ धेरै रहेछ कि। हाम्रो अब साँच्चै केही भन्नुपर्दा यहाँ त्यस्तै पनि भएर होला हैन, माथिल्लो तहदेखि। तर वहाँ चाहिँ कस्तो भने यो जूलाई पनि, यो सानो सानो ठाउँलाई पनि यसरी ब्युटिफुल बनाइदिएको छ कि मान्छेहरूलाई यसरी एट्र्याक्सन गरिदिएको छ कि यहाँको गभर्मेन्टले हैन। हाम्रो चाहिँ छैन क्या त्यस्तो। यति ठाउँ बनाइदिएर यत्रो मान्छे भेला गरेर उसले त्यहाँबाट बिजनेस गरिरहेको छ कि। अनि दिनभरिको हिँडाइ थकाइ हिँडाइ यताउति गर्दै म धेरै थाकिसकेको थिएँ। अनि मैले फुट मसाज गरेँ हैन। तर यो थाइल्यान्डको मसाज चाहिँ एकदमै राम्रो रहेछ। यहाँ चाहिँ धेरै मसाज नै हुने रहेछ। मलाई चाहिँ थाहा थिएन, बाइ द वे फर्स्ट टाइम थाहा भयो हैन। तर आनन्द आइरहेको थियो कि मसाज गर्दाखेरि। अनि एकदमै धेरै पेन भइरहेको थियो। अनि फर्स्ट टाइम भएर आनन्द पनि आइरहेको थियो हैन। हामीले चाहिँ यति फुट मसाज मात्रै गऱ्यौँ। अरू धेरै टिममा हाम्रो धेरैजना जानुभएको थियो, लगभग 140 जना हुनुहुन्थ्यो। उहाँहरूले पनि मजाले गर्नुभयो। काम गर्दा गर्दै हामीलाई एकदमै धेरै भोक लागेको थियो। आनन्दले त्यहाँ बसेर रमाइलो वातावरण हेरेर खायौँ। र अब हामी घर पनि जान्छौँ खाइसकेर। भिडियो हेरिसकेपछि अन्तमा के गर्नुपर्छ हजुरहरू सबैजनालाई थाहा छ। लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनु होला। हस् त, धन्यवाद।